राजनीतिकरण बनिराखेको छ। यसलाई निस्तेज पार्नका निम्ति अखिल नेपाल खेलकुद महासंघ आवश्यक छ। यसले अगाडि सार्छ अखिल नेपाल खेलकुद महासंघ यो सबै व्यथिति विसङ्गतिका विरुद्धमा खेल क्षेत्रलाई तहस-नहस बनाउने जुन प्रकारको देखिराखेको छ राष्ट्रको राज्यको सरकारको, त्यसका विरुद्धमा हाम्रो संगठन दृढतापूर्वक उभिने कुरा तपाईँ खेलाडी साथीहरूको बिचमा म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। हामीलाई यति बेला तपाईहरुले हेर्यो भने हाम्रो पार्टीको नेतृत्वमा अघिल्लो पटक बनेको सरकारले राष्ट्रिय खेलकुदका निम्ति 10औं राष्ट्रिय खेलकुद आयोजना गर्नका निम्ति सुर्खेत स्पोर्ट कायम गरिएको थियो। 60 करोड रुपैयाँ बजेट विनियोजन पनि गरेको थियो। तर दुर्भाग्य खेलाडीहरूको विरुद्धमा रहेको सरकार, खेल क्षेत्रको विरुद्धमा रहेको सरकार, कांग्रेस एमालेको गठबन्धनको सरकारले आज वर्षौंदेखि लगानी गरिराखेको आफ्नो मेहनत परिश्रम खेलाडीले जसरी राष्ट्रिय रूपमा आफूलाई स्थापित गर्न चाहन्थे त्यस्तो खेलकुदमा सहभागी हुने अवसर वञ्चित गरेको छ। यसमा हामी खेद प्रकट गर्न चाहन्छौँ। खेलाडीहरूको भविष्य बर्बाद गर्ने, खेल क्षेत्रमा निराशा र कुण्ठा उत्पन्न गराउने जुन प्रकारको रवैया यो सरकारले गर्यो, विनियोजित बजेटलाई समेत कार्यान्वयन गर्न दिएन। यसको जस राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव